प्रधानमन्त्री बालेन शाहले यसरी नयाँ मानक बनाए विदेश नीति र राजदूतहरूसँगको भेटमा। चैत्र 25 गते बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री शाहले भेट गरेका राजदूतहरूमा भारत, पाकिस्तान, कोरिया गणराज्य, बेलायत, कतार, स्विजरल्यान्ड, फ्रान्स, इजरायल, जापान, बङ्गलादेश, जर्मनी, इजिप्ट, श्रीलङ्का, साउदी अरेबिया, चीन, संयुक्त राज्य अमेरिका र संयुक्त राष्ट्र सङ्घका राजदूत तथा नियोग प्रमुखहरूको उपस्थिति रहेको थियो। त्यस्तै सो कार्यक्रममा शिशिर खनाल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाह, मुख्य सचिव सुमन राज अर्याल, परराष्ट्र सचिव अमृत बहादुर राई र अन्य सरकारी अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। विदेशी राजदूतहरूलाई प्रधानमन्त्री बालेन शाहले सामूहिक भेट दिएको बारेमा प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिको पूर्ण पाठ रहेको बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुधबार आयोजित सामूहिक शिष्टाचार भेटका अवसरमा प्रधानमन्त्री शाहले नेपाल सरकार सबै देशहरूसँगको सम्बन्धलाई उच्च महत्त्व दिने, विश्वास गर्ने र पारस्परिक लाभमा आधारित साझेदारी सुदृढ गर्न प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। नेपाल सन्तुलित र व्यावहारिक वैदेशिक नीतिको अनुसरण गर्दै आएको छ। हाम्रो बाह्य सम्बन्ध साझा समृद्धिको लक्ष्यद्वारा निर्देशित छ। उहाँले भन्नुभयो, नेपालको विकास र समृद्धिका